भुल्ले छैन यार प्यारी भुल्ले रहेछ यार नभुल्लेर लागेको छु बाख्लो पातलै लगाइदिन्छु सुरुवात गर्नुपर्छ कि अनि ओपनिङ पनि यो खोल्न पनि मम्मीलाई लगाइरहेछु अनि फर्स्ट कस्टमर पनि मेरै मम्मीलाई बनाउन चाहन्छु फ्यामिली किनभने मेरो मम्मी पैसा माग्छु नि म फेरि फ्यामिली हेर्नु है कुन कुर्ता लैजानुहुन्छ मम्मीलाई मन पर्यो भने ल साडी होला यो बेसी साडी म साडीको ब्लाउज हेर्छु अनि क्वालिटी हेर्छु म फर्स्टमा चाहिँ यसको क्वालिटी चेक गर्छु ए जस्ट वाउ रहेछ नि त क्वालिटी पनि गुड रहेछ नि त प्यारेहरू अब पिस आउँदैछ नानाहरू लाउने होइन त यो चाहिँ कति साइजको रहेछ भनेपछि त्यो साइज चाहिँ दामी रहेछ है कुर्ताहरू कुर्ताहरू चाहिँ मन पर्यो यसको साइज चाहिँ यो कलरको मैले जे हेरेरै थाहा पाइदिन्छु नि त क्वालिटी चाहिँ के हो यो स्टाइल चाहिँ यो साडी नै हो साडी नै कुर्ता चाहिँ यो चाहिँ अलिक चित्त बुझेन क्या नट ब्याड राम्रो लाग्यो यो कस्तो खालको कुर्ता हो त यार यो यस्तै खालको छ त लास्टै ठुलो वाला रहेछ सिम्पल वाला छ सिम्पल वाला हो राम्रो छ हामीले यो यस्तो खालको हेर्नै खिलाइनु एक्सएलको डबल एक्सएल हेरौँ न एउटा हेरिहालौँ क्या हो नानाहरू हेर्नु यहाँ कपडा सामान क्यारीको धेरै छ पाकिस्तानी कुर्ताहरू मात्र रहेछ क्या फ्यामिली धेरै मलाई त घोर्ल्याङ हुन्छ फ्यामिली घोर्ल्याङ अब कपडा पठाउने झिक्ने लाउने पठाउनु नै आउँदैन मलाई के पो भन्छ होला मान्छेहरूले तपाईँले मलाई गाली नगर्नुहोस् है मलाई पठाएर राम्रोसँग आएन भने मलाई गाली नगर्नु ल फ्यामिली आउमै खिच्छ होला यार मान्छेहरूले त यो हजारमा बेच्ने हो भने कम पऱ्यो त तपाईँको प्राइस पनि नडराउनु मम्मी कुन सिम दिन्छु भनेको तपाईँ मलाई कुन चाहिँ गर्नुहुन्छ भन्नु यो पारेको यो मन पर्यो लाउँ एउटै यो कलर धेरै हालेको छ यार घिउ कलरको अब यहाँ अब दाना काटिसकेको यो हो कि अहिले टाइट भयो नि पेटमा डबल एक्सएल ट्रिपल एक्सएल हुनु रहेछ मम्मीलाई त्रिपल होइन